नमस्कार, म नरेन्द्र थापा। मलाई चिनिहाल्नुभयो, देखिहाल्नु पनि भयो होला। यहाँभन्दा अघि देख्नु भएको छैन भने देखौँ, चिनौँ, एक आपसमा चिनजान गरौँ है। त्योभन्दा अगाडि सबैभन्दा पहिला एफएम इन्टरटेनमेन्ट युट्युब च्यानललाई सब्सक्राइब गरौँ। म आज कि वास्तविक कुराहरू, आफूले भोगेको कुराहरू, आफूसँगै हिँडेका कुराहरू, जिन्दगीका कुराहरूको बारेमा केही कुराहरू गर्दैछु। अब सुरुमा त आफू को हुँ, म के गर्दैछु भन्ने कुराहरू हुनुपर्छ। म को हुँ, मैले कस्तो काम समाजमादेखि लगेर आफूभन्दा ठुलोदेखि लगेर आफूभन्दा सानोलाई कसरी आदर सम्मान गर्ने, के गर्ने भन्ने कुराहरू आफूमा कन्फिडेन्ट हुनुपर्छ। त्यसपछि जिन्दगीको भोगाइ त जिन्दगीमा कहिले दुःख हुन्छ, कहिले सुख हुन्छ होइन, कहिले रुनुपर्छ, कहिले हाँस्नुपर्छ, यही नै जिन्दगी हो। तर वास्तवमा आफ्नो भोगेका कुराहरू फरक फरक हुन्छन्। कसैले विश्लेषण जिन्दगीको बारेमा कसैले विश्लेषण गर्नुपर्छ भने, कसैले व्याख्या गर्नुपर्छ भने आफूले भोगेको कुराको व्याख्या गर्ने हो होइन। त्यही भएर जिन्दगी बहुत ठुलो होइन, यस्तो ठुलो, यो जस्तो कि यो पृथ्वी र आकाश जस्तो ठुलो चौडा छ कि जिन्दगी। जता गए पनि होइन, आफ्नो जता जानुहुन्छ होइन, जिन्दगी एकदम ठुलो छ। तर त्यो जिन्दगीमा दुःख सुख कष्ट धेरैहरू आउँछन् होइन। अब अहिले मान्छे के हुन्छ भने जिन्दगीको समयले नै बहुत प्रभाव पार्दो रहेछ। अब त्यतिखेरको समय र अहिलेको समयमा, पहिलेको समय कस्तो थियो, जिम्मेवारी थिएन, जता गयो भने साथीहरूसँग फ्रिङ्कली हिँड्ने डुल्ने खाने समय र जिन्दगी थियो। अहिले त्यो समयले, त्यो जिन्दगीले अहिले जिम्मेवारी काँधमा बोकाएको छ होइन। अब काम गर्दाखेरि कसैको टोकाइ खानु परेको छ, त्यस्तो छ क्या जिन्दगी। मान्छे हरेक कामहरू गर्दाखेरि सबैभन्दा पहिला त आफ्नो बुवा मम्मी र दाजुभाइ समाजको सपोर्ट हुनुपर्दो रहेछ। कुनै काम गर्दाखेरि, कुनै काममा लाग्दाखेरि अगाडि चाहिँ बुवा मम्मीको सुझाव सल्लाह लिनुपर्दो रहेछ। त्यो काम सक्सेस हुन सकिन्छ, सफल हुन सकिन्छ। त्यसपछि दाजुभाइ होइन, समाजको कुराहरूलाई पनि मान्नुपर्दो रहेछ। हरेक कुराहरू जिन्दगीमा, सबै कुराहरू सफल हुन्छ भन्ने छैन। जिन्दगीमा कति धेरै कुराहरू असफल हुन्छन्, कति धेरै कुराहरू छन् होइन, त्यो सबै सफल हुनुपर्छ भन्ने छैन। तर कतिपय कुराहरू जिन्दगीमा सफल हुन्छन्, कतिपयहरू असफल हुन्छन्। त्यो भनेको आफ्नो भोगाइ हो कि मैले जिन्दगीमा कति भोगेँ होइन, मैले जिन्दगीमा कति काम गरेँ, कति काम मेरो सक्सेस भयो, मेरो पुरा भयो, कति कामहरू अझै अधुरा छन्, कति कामहरू अझै म कन्टिन्यू दिँदैछु, म नयाँ कामहरू गर्दैछु भन्ने, त्यो चाहिँ जिन्दगीको हो। जिन्दगीले हरेक पाटोहरू सिकाउँछ, हरेक कामहरू सिकाउँछ। तर एउटा छ जिन्दगी, यस्तो काम सिकाउँछ, दुःख पर्दाखेरि बल्ल मान्छेले त्यो जीवन परिवर्तन गर्न चाहन्छ कि त्यो दुःखबाट मुक्त हुनको लागि एउटा राम्रो काम गर्छ। त्यो नै जिन्दगी हो कि जिन्दगीको सफल भनेको त्यही हो। जब दुःख पाएर दुःखपछि सुखको बाटो रोज्छ, त्यो नै जिन्दगीको सफल। जिन्दगी सफल भनेको त्यो हो कि मान्छे दुःख पाएर एउटा कुनै काममा दुःख पायो भने पछि सुख खोज्छ, त्यो सफल हो कि त्यही नै जिन्दगी हो।